to my new video from हाम्रो साङ्क राम्रो साङ्क। अनि आज हामी साथीहरू र म भएर चाहिँ घुम्न गइरहेछौँ ठुलीदह फेरि। अनि मेरो साथीहरू यता हुनुहुन्छ, एकदम भरिया बन्नु भएको छ। मैले नि यहाँ बोकेको छु। अनि हामी चाहिँ गरिबको बच्चा हो। गरिबको बच्चाहरू यहाँ हुनुहुन्छ। अब हामी दहतिर जान्छौँ यहाँदेखि। मेरो घर चाहिँ यता छ। सो हामी चाहिँ 1 बजे हिँडिरहेछौँ आज नातेर पुरै। हाम्रो प्लानिङ चाहिँ लगभग 11:30तिरको थियो, तर त्यो गर्दा 1 बजिसक्यो। आउँछौँ हामी राति आज। जाँदा जाँदै यहाँ टोलीहरूले गाउँको भ्यू राम्रो लागेर भिडियो बनाउन लगाउनु भयो मलाई। हाम्रो घर फेरि यता छ। सकालको बारीमा तोरी हरियो भएर पहेँलो भइसक्यो। यहाँ हामी हिँड्दा हिँड्दै प्राण पनि पेला भयो, एकदम झुवाला छुटिसक्यो। हामी चाहिँ त्यहाँ माथि डाँडाको टुप्पामा गइरहेछौँ दहतिर, ड्राई पिकनिक हाइकिङ। मेरो मामा घर फेरि यता यो डाँडाभन्दा कसो देखाउने हो, यो डाँडाभन्दा पछाडि छ, त्यहाँ हेरो छ। अब हामी गइरहेछौँ माथितिर। मेरो कुनै हात छैन तोरीबारीमा आउनुमा, सब हात भनेको उहाँको छ, मेरो खुट्टा छ। हेलो म्याम, हजुरको यात्रा कहाँसम्म होला? यहीँसम्म हो, योभन्दा माथि यात्रा अलिकति जारी होला जस्तो छैन। हामी अहिले ठ्याक्कै तिला गहिरामा पुगेर विश्राम गर्न लाग्यो। 10 मिनट भइसक्यो। अब चिसो पानी भरिसक्यौँ। अब हामी उँधा जान्छौँ जस्तो छ, उँभाभन्दा धेरै थाकेर। हिँड्न पनि एउटा जङ्गल लाग्छ। आज त टाउको पनि दुखिसक्यो। उहाँ त एकदम व्यस्त हुनुहुन्छ। अस्त-व्यस्त जिन्दगी। फाइनल्ली हामी ठुलीदह आइपुग्यौँ। तर यो चाहिँ सानी दह हो। अब एकछिन हामी ठुलीदहतिर जान्छौँ। यतातिर बर्खामा चाहिँ पानी हुन्छ क्या, अहिले त यस्तो सुक्खा भइसकेछ। अस्ति आन्टी हामीहरू आउँदा पनि पानी थियो, अहिले चाहिँ नरहेछ। अनि अहिले चाहिँ बजिसक्यो, 4 बज्न लागिसक्यो। हामी यतै चाहिँ अझ माथि डाँडा जाने रे। अब घर कति बेला हुन्छ आई डोन्ट नो। आज टिकटकरहरूले टिकटक बनाइराख्नु भएको छ, क्यामेराम्यान। अहिले चाहिँ हामी हाम्रो ठुलीदह गइरहेछौँ। फाइनली ठुलीदहको प्योरवाला ठुलीदह। यो पुरै बर्खामा हरियाली हुन्छ। यता त छाउरी रहेछ, तर पुरै सुक्खा भइसक्यो। हामी जाने माथि डाँडामा हो रे। डाँडा देखाइदेऊ। त्यहाँ डाँडामा 4 बजिसक्यो अलरेडी। कति बेला माथि जाने, कति बेला आउने हो थाहै छैन। हामी राति घर पुग्छौँ आज पनि। त्यहाँ छुट्टै बनिरहेको टिकटक। त्यहाँ त्यतातिरको मान्छेहरू छन्, तर हामी माथितिर जाने हो। मैले त पिसाबले पनि च्यापिसक्यो। अनि यो एरियामा फेरि पिसाब गर्न मिल्दैन। यहाँ के देउता सेउता यताउता भएर, अनि त्यही भएर ठुलीदह पुग्दा पुग्दै यहाँ एकदम समस्या भइसक्यो। ब्लाडर फुल भएर त्यहाँ मान्छे छन्। यता जाउँ भने अब माथि नजाँदासम्म मेरो समस्याको समाधान हुन्न। सनसेट हुन लाग्ने उकालो लागेको छौँ। आज त मलाई त अँध्यारोमा डर लाग्छ। उतै कस्तो पहेँलै छ त यार। एकछिन आउँदा त हरियो थियो है। यहाँ चाहिँ अहिले उजाड रहेछ। बर्खामा चाहिँ हरियाली एकदम पपाल हुन्छ। तर हामी माथि डाँडामा अहिले त यहाँ नजिकै देखिन्छ। त्यहाँबाट
माथि गएर हिमाल हेर्ने भन्ने कुरो छ के हुन्छ गरिबको बच्चाहरूले यहाँ यस्तो गरिरहेको छ मलाई पिसाल च्यापेर छिटो जाम भनिरहेको छ गरिबको बच्चाहरू ब्लास्ट हुन लागिसक्यो एउटा गरिबको बच्चाको ब्लाडर स्वास्थ्यमा समस्या आउला कि यस्तै गर्दा हेर भूत 3वटा छाए 2टा मान्छे मलाई चाहिँ हिँड्दै भोक लागिसक्यो अहिले चाहिँ ठ्याक्कै 5 बज्यो हामी चाहिँ नाइट क्याम्प आएको अब बाँकी भिडियो पछि देखाउँदै गर्छौँ उहाँ हजुर चाहिँ उता हुनुहुन्छ फाइनल्ली हामी यहाँ दहदेखि हाम्रो प्राइम लोकेसनमा आइसक्यौँ दिस इज द भ्यू फ्रम हियर हिमाल देखिँदैछ आजकल त लोकेसन यस्तो छ यहाँदेखि चाहिँ यो पुथा हिमाल हो क्या सायद मलाई त्यति थाहा त छैन मैले पहिलेबाट यसलाई चाहिँ सिस्ने हिमाल भन्थे तर सिस्ने हिमाल त यता हो सिस्ने हिमालमा त हिउँै परे छैन त साँझको खाना पकाउन गइरहेछन् ठ्याक्कै साइडमा हिमाल पनि देखिन्छ हिमाल देखाइदेऊ साथी जो गरेर देखाइदेऊ के साथी गरिबको बच्चालाई अलि सम्झाउनु पर्छ दाउरा यस्तो छ दाउरा यहीँनिर दाउरा बोक्नु दुखाउँछन् यहाँ आएको प्याज लसुन अनि हाम्रो त्यहाँ छ मसला यहाँ छ हाम्रो म्यारिनेट चिकन अब हामी चिकन ग्रेभी बनाउँछौँ हालेर हाम्रो घरबाट ल्याएको बिरयानी फेरि यहाँ स्टकमा छँदैछ यो अहिले खान्छौँ भोक लागेर आदि तपाईँले बाटोमा खाइके अब झैँ पारौँ है अलि सानो बनाऊँ न यार साथी सानो बनाउनु हामी चपिङ बोर्ड पनि ल्याएछौँ चक्कु पनि ल्याएछौँ फेरि हामी झैँ पार्छौँ एकछिन रोक्नु होला तपाईँहरू हेर्दै गर्नु होला डल्ले खुर्सानी कहाँ गइछ डल्ले खुर्सानी नै भन्दैछ ल साथी ओके गर्नुहोस् म भुट्दै गर्छु है अनि पछि हाल्नु लसुन हाल्नु लो ब्याट्री हामी एडजस्ट गरौँ फेरि म्यारिनेट गरेको बिहानको 9 बजी हो तिमीले चाहिँ झैँ गरेको त भएन 5 बजे 5 भइसक्यो 5 बजेर 5 मिनेट भयो म बन्द गर्छु ल मेरोबाट अब यो गयो हाम्रो बारी पिसे काटे हुए प्याज और हरा भरा मिर्च और लसुन का अदरक लसुन गइसक्यो अदरक आथेन लसुन गइसक्यो भयो अब चाहिँ हामी बिरयानी खान लाग्छ मैले नास्ता मासु पाक्दैछ सनसेट हुन लाग्यो देखाइदेऊ सनसेट गइसक्यो मिठो भोक लागेर होस् नखै बिहानको मिठो लाग्छ मलाई हातमा मिठो भातमा मिठो पानी गरे अलिअलि गऱ्यो मार्नुपर्छ राम्रोसँग अब चाडी हिमाल यहाँनिर बन्दैछ अब चाहिँ मेरो यहाँ चाउचाउ साँडेको बन्दैछ गाईजहरूले खान्नन् रे यो गाईले खान्न रे त्यो गाईले खान्छ कि नै के गर्नु हजुर हामी त गरीबको बच्चा पढ्यो गरीबको बच्चाले खान मिल्दैन
गभर्मेन्ट बच्चाले खान मिल्दैन हामी चाहिँ मासु खानु अब चाहिँ सनसेट हुन लाग्यो त्यो हिमाल सनसेट यहाँ बिरयानी यस्तो यहाँ मासु यहाँ चाउचाउ साँधेको बन्दैछ गाईहरूले खान्नन् रे यो गाईले खान्न रे त्यो गाईले खान्छ कि नै जतिहरू पनि गरिबको बच्चा हाम्रो के साह्रो र राम्रोसँग हुँदैन भुजा हाल्नुभयो तपाईँले भुजा नहाल्ने भुजा हालेपछि धेरै हुन्छ तपाईँले नखाने रे एक चम्च राख्नु न त हाम्रो मासु फ्राई भइसक्यो उही चाउचु साँधेको यो चाहिँ भात छ मलाई फेरि बस्न दिन्न के त बार्बिक्यू फ्लेभर सेम डढेर बार्बिक्यू फ्लेभर यहाँ चाहिँ अब मैले ग्रेभी बनाइरहेको छु फेरि उस भुजासँग खानलाई ग्रेभीको हालत अलिक खराब भइगयो यस्तो अनि हाम्रो गाइजहरू यहाँ हुनुहुन्छ ल गाइजहरू देखाइदिनुहोस् आफ्नो मासु देखाऊ काल सरकार यहाँ देखाउनुहोस् ल ल ल है ल ल ल ल हाम्रो ग्रेभी रेडी भएर भुजा र ग्रेभी ह्याप्स हान्ने बेला भइसक्यो अब म खान्छु उहाँले त खानुहुन्न रे मैले खान्छु हामी चाहिँ अब खानासाना खाएर टक्क आगो तापिरहेछौँ मस्तले धुवा भइसक्यो गुड नाइट भइसक्यो यहाँ राति भइसक्यो यस्तो अन्ध मन्द जुन लाग्यो 12 बजिसक्यो अब हामी यति दाउरा सकेर एकछिन डान्स गरेर जान्छौँ अब सब्सक्राइब गरिदिनु होला जसरी भए पनि गरिबको बच्चालाई दुआ गर्नु होला अब हामी एकछिन आगो तापेर हामी अब जान्छौँ अब हामी नाच्छौँ त्यही हो ल ठिक छ यहाँ चाहिँ प्याक भइसक्यो ल्याएको सामान ब्याग एउटा ब्याग यो 4 को ब्याग त्योमा उहरू होइन त्यसमा 4 यसमा त्यो के भाँडाकुँडा अनि यसमा फेरि मोबाइल सोबाइल यताउता MP3 छन् प्याक भइसक्यो अब हामी एकछिन नाचेर जान्छौँ कश्मीरे पछ्यौरी जलजलाको रेल लामाया पिरती योभन्दा पछाडि के हो यार 2 दिन बाचुन्जेल लो जा बल्ल आयो त पारा अब हाम्रो यहाँ 4 विसर्जन पनि भइसक्यो क्लियर पारिदिइसक्यौँ त्यसमा चाहिँ बाँकी छ थोरै खाना त्यस पछाडि फेरि त्यो पनि जलाउँछौँ अनि अब हामी जान्छौँ यसमा चाहिँ टक्क लाएर आगो सागो मारेर पानी हालेर मात्र फेरि आगो लागि हुनसक्छ नि त हो त्यही भएर